नमस्ते, मेरो नाम डाक्टर रित पौडेल हो। म साइकियाट्रिस्ट र सेक्सोलोजिस्ट हुँ। आज म मानसिक रोग डिप्रेसनमा देखिने यौन सम्बन्धी समस्याहरूको बारेमा कुरा गर्न गइरहेको छु। अध्ययनहरूले के देखाएको छ भने कुनै पनि मानसिक रोग भएको व्यक्तिलाई यौन सम्बन्धी समस्या या यौन रोगहरू या सेक्सुअल डिस्फङ्सनहरू कमन रूपमा देखिन सक्छ। जस्तै इरेक्टाइल डिस्फङ्सन, प्रिमेच्योर इज्याकुलेसन, उत्तेजनाको कमी, एराउजलको कमी, अर्गाजमको कमी, यो सबै समस्याहरू मानसिक रोग भएको व्यक्तिहरूलाई देखिन सक्छ। र त्यसै गरी यौन समस्या भएको व्यक्तिहरूलाई इरेक्टाइल डिस्फङ्सन, प्रिमेच्योर इज्याकुलेसन जस्ता थुप्रै रोगहरू भएको व्यक्तिहरूलाई मानसिक रोग सम्बन्धी समस्याहरू, एङ्जाइटी, डिप्रेसन, मन आत्तिने जस्ता समस्याहरू पनि कमन रूपमा देखिन सक्छ। भनाइको तात्पर्य यौन रोग र मानसिक रोग दुवै एकअर्कामा जुटेको हुन्छ। मानसिक रोग भएको व्यक्तिलाई यौन रोग सम्बन्धी समस्या देखिन सक्छ र यौन रोग भएको व्यक्तिलाई पनि मानसिक रोग भएको समस्या कमन तरिकाले देखिन सक्छ। हामी सबैलाई थाहा छ डिप्रेसन एउटा एकदमै कमन मानसिक रोग हो। डिप्रेसनको मुख्य लक्षण भनेको मन धेरै जसो उदास रहिरहनु, मन प्रसन्न नहुनु, नकारात्मक सोचाइहरू मनमा आउनु, शरीरमा एकदम आलस्य वा थकानको महसुस हुनु, एकदम सुसाइडल थट्सहरू या कहिलेकाहीँ मर्ने विचारहरू पनि मनमा आउनु, निन्द्रा गडबडी हुनु, यो सबै समस्याहरू डिप्रेसनमा देखिन सक्छ। अब कुनै व्यक्तिको मन उदास रहिरहेको छ, शरीरमा धेरै जाँगर पनि छैन, नकारात्मक सोचाइहरू मात्रै आइरहेको छ, उसको मनमा एकदम अनावश्यक कुराहरू मात्रै घुमिरहेको छ भने त्यस्तो व्यक्तिलाई यौन इच्छा लाग्नु या यौन सम्पर्क गर्न मन लाग्नु या सेक्स सम्बन्धी डिजायर हुनु या इच्छा हुनु त्यो पनि स्वाभाविक रूपमा नहुन सक्छ। त्यही भएर सेक्सुअल डिस्फङ्सन, सेक्स सम्बन्धी समस्याहरू पनि डिप्रेसनमा देखिने कमन समस्याहरू हो। डिप्रेसन भएको 30 देखि 70% व्यक्तिहरूलाई यौन इच्छाको कमी हुन्छ भनेर अध्ययनले देखाएको छ। त्यसै गरी 30 देखि 40% व्यक्तिहरूलाई चाहिँ यौन उत्तेजनामा कमी हुन्छ भनेर पनि अध्ययनहरूले देखाएको छ। त्यही भएर डिप्रेसन भएको व्यक्तिलाई यौन सम्बन्धी समस्या या यौन इच्छा सम्बन्धी समस्याहरू कमन रूपमा देखिन सक्छ। तर त्यो व्यक्तिलाई यौन इच्छा कमी भयो, मेरो यौन चाहना कमी हो भन्ने कुरा खासै थाहा नहुन सक्छ। किनभने उसको मनै उदास हुन्छ, उसलाई केही कुरा गर्न इच्छा लागिरहेको हुँदैन र उति सेक्सको या यौन सम्बन्धी कुरामा त्यति फोकस भएको हुँदैन। त्यही भएर यौन सम्बन्धी समस्यालाई उसले त्यति हाइलाइट या उसलाई त्यति महत्त्व नदिन सक्छ। त्यसैले यो सबै कुराबाट हामी के बुझ्छौँ भन्दाखेरि डिप्रेसन भएको व्यक्तिलाई यौन सम्बन्धी समस्या हुनु एउटा कमन चिज हो या एउटा स्वाभाविक चिज हो। डिप्रेसन भएको व्यक्तिले आफ्नो उपचार गर्न जानुभयो भने उपचारको थुप्रै पद्धति हुन्छ। त्यसमध्ये एउटा चाहिँ फार्माकोथेरापी या औषधि दिने हुन्छ। डिप्रेसनमा दिइने मुख्य औषधि भनेको एन्टी डिप्रेसन ग्रुपको औषधिहरू हो। अब एन्टी डिप्रेसन औषधिहरू पनि थुप्रै क्लासका छन्, कुनै पुराना कुनै नयाँहरू छन्। धेरै जसो डक्टरले एन्टी डिप्रेसनको रूपमा नयाँ औषधिहरू दिनुहुन्छ जसलाई चाहिँ हामी एसएसआरआई या एसएनआरआई ग्रुपको औषधिहरू भन्छौँ। यो औषधि धेरै नै सेफ औषधिहरू हो। र अर्को कुरा बुझ्न के जरुरी छ भने एन्टी डिप्रेसन यसको नाम भए पनि यो औषधि डिप्रेसनमा मात्रै प्रयोग हुँदैन। डिप्रेसन बाहेक एङ्जाइटी, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर ओसिडी या जिउ हात दुख्ने न्युरोप्याथी, टाउको दुख्ने हेडेकहरूमा या कहिलेकाहीँ पिसाब सम्बन्धी समस्याहरूमा थुप्रै समस्याहरूमा एन्टी डिप्रेसन औषधिहरू प्रयोग भइरहेको हुन्छ। एन्टी डिप्रेसन मध्ये जुन नयाँ ग्रुपको औषधिहरू छ त्यो धेरै नै सेफ औषधिहरू मानिन्छ। त्यसले बिरामीलाई धेरै साइड इफेक्टहरू गर्दैन, बिरामीले त्यो औषधिलाई धेरै राम्ररी पचाउन पनि सक्छ र त्यो ग्रुपको औषधिहरू जेनरली एसएसआरआई या एसएनआरआई क्लासको औषधिहरू पर्छ जो डक्टरले प्रमुखतया दिनुहुन्छ। अब इन्ट्रेस्टिङ कुरा के छ भने यो एसएसआरआई एसएनआरआई औषधि एकदम सेफ भए पनि यसको प्रमुख साइड इफेक्ट भनेको चाहिँ फेरि सेक्सुअल डिस्फङ्सन हो। भनेको मतलब यो औषधि प्रयोग गर्ने बिरामीलाई सेक्स सम्बन्धी साइड इफेक्ट हुन सक्छ र हुने चान्स पनि अलिक बढी नै हुन्छ। अब डिप्रेसन भएको बिरामीलाई एक त पहिले नै सेक्स सम्बन्धी समस्या छ, त्यसमाथि उहाँले डिप्रेसन ठिक गर्नलाई एसएसआरआई या एसएनआरआई ग्रुपको एन्टी डिप्रेसनमा प्रयोग हुने औषधि प्रयोग गर्नुहुन्छ र त्यो डिप्रेसनको औषधिको साइड इफेक्टको रूपमा उहाँलाई अझै सेक्सुअल डिस्फङ्सन या अझै सेक्स सम्बन्धी समस्या हुन्छ। त्यसैले यदि कसैलाई डिप्रेसन छ र यौन सम्बन्धी समस्या पनि हुने चान्स छ या यौन सम्बन्धी समस्याहरू पनि देखिएको छ भने कुन औषधि प्रयोग गर्ने त भनेर एउटा डक्टरले एकदमै धेरै सोचेर प्रयोग गर्नुपर्ने हुन्छ। त्यो औषधिले डिप्रेसन पनि ठिक गरोस् र यौन सम्बन्धी समस्या पनि नदेखाओस् या भइरहेको यौन सम्बन्धी समस्यालाई अझै धेरै नबढाओस्। त्यस्ता औषधिहरू पनि छन् जसले चाहिँ सेक्स सम्बन्धी साइड इफेक्ट कम गर्छन् तर डिप्रेसनको लागि राम्रो औषधि मानिन्छन्। त्यस्तो बिरामीहरूलाई या त्यस्तो मानिसहरूलाई चाहिँ डिप्रेसन ठिक गर्नलाई एन्टी डिप्रेसन त दिनु पर्यो, तर यस्तो एन्टी डिप्रेसन दिनु पर्यो जसले चाहिँ सेक्स सम्बन्धी समस्या नहोस्।
त्यही भएर यदि तपाईँलाई सेक्स सम्बन्धी समस्या पनि छ, डिप्रेसन पनि छ, यो जस्तो र तपाईँ औषधि खाइरहनु भएको छ भने तपाईँले आफ्नो डक्टरसित सल्लाह गर्नुपर्ने हुन्छ कि मैले यो औषधि खाइरहेको छु, मेरो यो औषधिको साइड इफेक्टले पनि मलाई यस्तो भएको हो कि, या मेरो डिप्रेसन त ठिक भइरहेछ तर मलाई नयाँ समस्याको रूपमा यौन सम्बन्धी समस्या देखियो, त्यही भएर के गर्न सकिन्छ भनेर उहाँको सल्लाह लिनुपर्ने हुन्छ। तपाईँले हाम्रो साइकेट्रिस्टको, सेक्सोलोजिस्टको सल्लाह लिनुपर्ने हुन्छ। यस्तो केसमा कहिलेकाहीँ पुरानो खाइरहेको एन्टी डिप्रेसनलाई कम गरेर नयाँ औषधि राख्ने तरिका पनि हुनसक्छ, या कहिलेकाहीँ पुरानो औषधि थोरै मात्रामा कम गरेर त्यसको हाफ जस्तो डोज चलाउने या नयाँ औषधि थप्ने या अरू कुराहरू गर्नुपर्ने पनि हुनसक्छ। कहिलेकाहीँ सेक्सुअल डिसफङ्सन डिप्रेसनकै औषधिको साइड इफेक्टले नभएर अरू कुनै कारणले पनि हुनसक्छ, किनभने सेक्स सम्बन्धी समस्या या सेक्सुअल डिसफङ्सन त साइकेट्रिक औषधिले मात्रै गराउने त होइन, अरू कारणले पनि हर्मोनको गडबडीहरू देखेर अरू रोगहरूले पनि गराउन सक्छ। त्यो सम्बन्धी पनि इन्भेस्टिगेसनहरू, जाँचहरू गर्नुपर्ने हुन्छ, जुन चाहिँ तपाईँले आफ्नो डक्टरको सल्लाहमा गराउन सक्नुहुन्छ। संक्षिप्तमा भन्नुपर्दा डिप्रेसन रोगमा पनि सेक्स सम्बन्धी समस्या देखिन सक्छ र डिप्रेसनको औषधिले पनि साइड इफेक्टको रूपमा यौन सम्बन्धी समस्या या सेक्स सम्बन्धी समस्या, सेक्सुअल डिसफङ्सन गराउन सक्छ। त्यही भएर तपाईँलाई डिप्रेसन पनि छ र सेक्स सम्बन्धी समस्या पनि देखिरहेको छ, या सेक्स सम्बन्धी समस्या नहोस् भन्ने चाहनुहुन्छ भने तपाईँले आफ्नो डक्टरको सल्लाह लिनुपर्ने हुन्छ र त्यही हिसाबको औषधि मलाई दिनुहोस् भनेर उहाँसित सल्लाह लिन सक्नुहुन्छ। र अल्टिमेटली तपाईँको डक्टर र तपाईँको सल्लाहको बिचमा कुन औषधि दिने, कुन औषधि तपाईँलाई सुट गर्छ, त्यो निष्कर्षमा पुग्न सकिन्छ। हस्, आजलाई यति नै। मेरो च्यानल सब्सक्राइब गरेर मलाई सहयोग गर्नुहोला। अर्को भिडियो लिएर चाँडै नै आउनेछु। धन्यवाद।